स्वागत छ हाम्रो यो तालिम कार्यक्रममा। तपाईहरु धेरै टाढादेखि दुःख गरेर यहाँ हामीलाई र हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँ आइदिनु भएको छ र आउँदाखेरि दुःख भयो होला, त्यसका लागि हामी क्षमा चाहन्छौँ। तर पनि यो पुनित कार्यको लागि हामी जम्मा भएका छौँ। आज यो एक दिनभरि हामी हाम्रो विद्यार्थीहरूलाई सम्झाउँछौँ जो अहिले स्कुलमा पढिराख्नु भएको छ र उहाँहरूलाई आँखाका कारणले गर्दा के अप्ठ्यारो छ भने त्यसलाई कसरी सप्ठ्यारो पार्ने भन्ने बारेमा हामी छलफल गर्छौँ। विगत झन्नै 31 वर्ष पहिले सुरु भएको तिलगङ्गा आँखा प्रतिष्ठान डाक्टर सन्दुक रुइतको नेतृत्वमा र झन्नै 22 वर्ष पहिले सुरु भएको तामाकोशी सेवा समिति मन्तलीमा जगदीश घिमिरेको नेतृत्वमा, यी दुवैजनाको नेतृत्वमा फेरि यो तिलगङ्गा आँखा प्रतिष्ठानको स्थापना भयो। त्यसैले गर्दा यो संयोग होला कि हामी दुईटा परिवार जस्तो देखिए पनि हामी एउटै परिवारको हौँ र आजदेखि तपाईहरु पनि फेरि हाम्रो परिवारमा चाहिँ इन्क्लुड हुनु भएको छ, किनभने तपाईहरु सबैजना रामेछाप जिल्लामा काम गर्दै हुनुहुन्छ। हामीले धेरै काम गर्यौं। जुन बेलामा काम सुरु भयो 31-32 वर्ष पहिलेदेखि नै डाक्टर सन्दुक रुइत रामेछाप जिल्लामा भारी बोकेर मोतियाबिन्दुको अपरेसन गर्नलाई हिँडेर आउनुहुन्थ्यो। खिम्तीको स्कुलमा त्यो जुन अघि भन्नुभयो सिस्टर काम गर्नुहुन्छ त्यो स्कुलमा, यही मन्थली स्कुलमा चाहिँ यहाँ मोतियाबिन्दुको अपरेसन हुन्थ्यो। त्यो बेलादेखि विशेषज्ञ सेवा दिनको लागि हामीले मुख्य दुईटा काम गरेका थियौँ। एउटा तिलगङ्गा आँखा प्रतिष्ठानबाट यो मोतियाबिन्दुको, र हामीले हाम्रो अस्पतालमा त्यो बेलामा स्त्रीरोगको धेरै समस्या थियो, खास गरी पाठेघर झर्नेको। र 2003 देखि आज 2025 भयो, हामीले पाठेघर झर्ने महिलाहरूको निःशुल्क अपरेसन गर्थ्यौँ। हामीले मोतियाबिन्दुको अपरेसन गर्ने बेलामा पनि गाउँ गाउँमा गएर छान्थ्यौँ। त्यस्तै पाठेघरको अपरेसन गर्ने बेलामा पनि हामी एक दिन दुई दिन हिँडेर, त्यो बेला मोबाइल बाटो थिएन, हिँडेर हामी महिलाहरूलाई छानेर यहाँ अपरेसन गर्थ्यौँ। अब 25 वर्ष पहिले हामीले जब यो घर बनायौँ त्यसपछि हामीले प्राथमिक स्वास्थ्यमा आधुनिक स्वास्थ्यको सुरुवात गर्ने चाहिँ तामाकोशी सेवा समिति नै हो। त्यो बेलामा हामीले भिडियो एक्सरे, प्याथोलोजी, ल्याब, इसिजी इत्यादिको प्रयोग गरेर झन्डै 2-3 वटा चाडा कोठाबाट हामीले यो तामाकोशी अस्पताल सुरु गरेका हौँ। र अहिले हामी दुईटा संस्था भए तापनि तामाकोशी अस्पताल छुट्टै संस्था हो र यो हाम्रो तिलगङ्गा सर्जिकल कम्युनिटी आई सेन्टर छुट्टै संस्था हो। भए तापनि हाम्रो काम र हाम्रो मिसन एउटै भएको हुनाले हामी सँगै बसेर सँगै मिलेर काम गर्दैछौँ। र विशेषज्ञ सेवा दिने कुरामा चाहिँ हामी अब अलि बढी जोड दिँदैछौँ र विशेषज्ञ सेवा पनि गुणस्तरीय बनाउनमा हामी जोड दिँदैछौँ। आजभन्दा 30 वर्ष पहिले हामीले जसरी मोतियाबिन्दुको अपरेसन गर्थ्यौँ त्यसलाई अझ राम्रो गुणस्तरीय बनाउनलाई हामीले सर्जिकल आई सेन्टरको एउटा भवन पनि अहिले बनाउँदैछौँ। तपाईँहरूले त्यो बाटोमा देख्नुभयो होला, जहाँ हामी सकेसम्म सहरमा हुने गुणस्तरको अपरेसन सेवा हामी रामेछापमा दिन सक्छौँ होला भनेर हामी जमर्को गर्दैछौँ। त्यस्तै गरिकन हामी अरू तामाकोशी अस्पतालबाट हामी अरू खालको विशेषज्ञ सेवाहरू जस्तै मुटु रोगको, पेट रोगको, हाड जोड्नेको, स्त्री रोगको, दाँतको यस्ता विशेषज्ञ सेवाहरू पनि हामी यहाँ सुरु गरिरहेका छौँ। हामीले झन्डै 2007 देखि हाम्रो यहाँ 2007 मा रामकण्ठ माकाजु श्रेष्ठ सुन्नुभयो होला, धुइतेल अस्पतालको डाक्टर, उहाँ आएर अपरेसन गर्नुभयो। अझ त्योभन्दा पहिले मैले सम्झिँदाखेरि 35 वर्ष पहिले होइन, 30 वर्ष 32 वर्ष पहिले त्यो एउटा घर मात्रै थियो, हाम्रो सबै झुप्रो मात्रै थियो। त्यो घरमा हामीले डाक्टर एन शर्मा भन्ने मान्छेलाई ल्याएर यहाँ माइनर सर्जरीको अपरेसन गरेका थियौँ। यसरी हाम्रो इतिहास, हाम्रो तिलगङ्गा आँखा प्रतिष्ठानको इतिहास र तामाकोशी सेवा समिति, तामाकोशी अस्पतालको इतिहास सँगसँगै जोडिएर गएको छ। र आजदेखि तपाईहरु पनि हाम्रो इतिहासमा पात्र हुने गरिकन सहभागी हुन आउनु भएको छ र तपाईहरुलाई फेरि पनि स्वागत गर्न चाहन्छु। हामीले यो किन गर्नु पर्यो भन्ने प्रश्न पनि छ। हामीले धेरै कम्युनिटीमा सेवाहरू प्रदान गर्यौं, हामीले मोतियाबिन्दु छानेर मोतियाबिन्दु अपरेसनहरू पनि गर्यौं। तर हामीलाई के लाग्यो भने समुदायको धेरै जसो नागरिकहरूमध्ये छात्र-छात्राहरू चाहिँ स्कुलमा हुन्छन् र उनीहरूको पनि आँखाको समस्या छ भनेर हामीले देख्यौं। त्यो भनेको के हो भने 100 मा 15-20 बच्चाहरू चाहिँ छात्र-छात्राहरू चाहिँ आँखाको समस्याले
बस्नु भएको छ भन्ने हामीले देख्यौँ। त्यति मात्रै होइन, जन्मदै हुने विभिन्न किसिमको रोगहरू पनि छात्र छात्राहरूलाई भइरहेको हुन्छ, तर त्यो लुकेर बसेको हुन्छ। उनीहरू बोल्न सक्दैनन्, उनीहरू भन्न सक्दैनन्, उनीहरू भन्न डराउँछन्। हो त्यो कुरालाई हामीले चाहिँ उत्खनन गरेर निकालेर त्यो रोगहरूलाई अथवा उनको अप्ठ्यारोलाई सफ्यारो पार्नको लागि चाहिँ हामीले सहायता गर्न सक्छौँ कि भनेर हामी स्कुल, हाम्रो जिल्ला स्वास्थ्य कार्यालय, हाम्रो तिलगङ्गा आँखा प्रतिष्ठान, तामाकोशी सेवा समिति, हाम्रो तिलगङ्गा सर्जिकल कम्युनिटी आई सेन्टर सबै मिलेर, तपाईँहरूको गाउँपालिका, तपाईँहरूको स्कुल, तपाईँहरू हुनुभयो, सबै मिलेर हामी ती बालबालिकाहरू, ती छात्र छात्राहरूको आँखाको समस्यालाई हामी सकेसम्म निराकरण गर्न चाहन्छौँ। खास गरी यो भिजुअल एक्युटी बिग्रेको अथवा रिफ्लेक्टिभ इरर भएको बच्चाहरूको उत्खनन गर्न सक्दाखेरि चाहिँ बच्चाहरूलाई धेरै राहत भएको महसुस हुन हामीले गऱ्यौँ। र धेरै त्यस्तो कथाहरू, धेरै त्यस्तो हाम्रो केस स्टडीहरू छ जसले बच्चाको भविष्यलाई नै अर्को मोडतिर मोड दिएको छ, एउटा आँखाको कारणले गर्दा हुने कुरालाई हामीले गर्दाखेरि पनि। त्यसले गर्दाखेरि हामी आज एक दिन 6-7 घन्टा यहाँ बसेर भलाकुसारी गरेर हाम्रो सिक्ने सिकाउने कुरा तपाईँहरूले हामीलाई सिकाउने, हामीले तपाईँहरूलाई सिकाउने र आफ्नो अनुभव अनुसारको कुराहरू आदान प्रदान गरेर हामी ती स्कुलका भाइ बहिनीहरूको, ती छात्र छात्राहरूको आँखाको जुन समस्या छ त्यसलाई निराकरण गर्नलाई आज हामी यहाँ 6-7 घन्टा बिताउँछौँ। र तपाईँहरूलाई केही अप्ठ्यारो भए तपाईँहरूले भन्नुहुनेछ, र तपाईँहरूलाई केही अप्ठ्यारो भए यहाँ बस्दाखेरि कुनै निद्रा लाग्यो, बाहिर जानु मन लाग्यो भने हात उठाएर भन्दा हुन्छ। र नजानेको कुराहरू एकदम खुलस्त सोच्दाखेरि हुन्छ, किनभने सबै कुरा सबैले जानेको हुँदैन। हामीले जानेको कुरा तपाईँले नजान्नु होला, तपाईँले जानेको कुरा हामीले नजान्नु होला। यो दुवै कुरा सिक्ने सिकाउने कुरा हो। किनभने हिजो पनि मैले भनेको थिएँ, संसारमा जान्ने भनेको कुरा समुद्र छ, ज्ञान सिप भनेको समुद्र छ। हामीले गर्ने भनेको एक लोटा पानी मात्रै हो। हामीसँग भएको चिज चाहिँ एक लोटा पानी मात्रै हो। हामी जोसँग छ एक लोटा पानी मात्रै छ त्यो समुद्रमा। त्यसले गर्दाखेरि हामीले यही लोटा लोटा पानीबाट एउटा घैला भर्ने गरिकन, र खास गरी गाउँमा, स्कुलमा मात्रै होइन समुदायमा पनि तपाईँहरूको दखल हुन्छ। तपाईँहरू स्वास्थ्यकर्मी भनेर समुदायको मान्छेहरू तपाईँहरू रेस्पेक्ट गर्छ। आज आँखाको कुरा जानेर जानुहुनेछ। तपाईँहरू धेरै कुराको तालिमहरू लिनु भएको छ। आज फेरि अर्को तालिम फेरि थपिएको छ। भए तापनि त्यो आफ्नो ज्ञान र सिपलाई समुदायको स्वास्थ्यको लागि पनि तपाईँहरूले खर्च गर्नुहुनेछ। र हाम्रो तिलगङ्गा आँखा प्रतिष्ठानको बारेमा, हाम्रो यो आई सेन्टरको, हाम्रो सर्जिकल आई सेन्टरको बारेमा, हाम्रो अस्पतालको बारेमा आज केही जानेर जानुहुन्छ। र गाउँमा दुःख पाएर बसेका हाम्रा नागरिकहरूलाई तपाईँहरूले सेवा प्रदान गर्नुहुनेछ र केही कुरा उहाँहरूलाई बुझाउनुहुनेछ। र त्यसअनुसार उहाँहरूलाई हामीले स्वास्थ्य सेवा प्रदान गर्न सक्यौँ भने मात्रै हामीले पढेको, हामीले जानेको कुराहरूको के उपयोगिता हुन्छ। र हामीले जानेको सिप र हामीले जानेको ज्ञानलाई हामीले उपयोग गरेनौँ भने यो यसै खेर जान्छ। र यसै खेर गयो भने त्यति राम्रो हुन्न। हरेक दिन हाम्रो सफल पार्नलाई हामी उद्यत रहनुपर्छ। हरेक दिन हामीले एउटा राम्रो काम, नयाँ काम गर्न सक्यौँ भने हाम्रो जीवन पनि सफल हुन्छ। त्यसैले गर्दा आजको दिन हामीसँग तपाईँहरूले यहाँ बसेर जे लिएर जानुहुन्छ त्यो कुरालाई तपाईँको गाउँमा तपाईँहरूले उपयोग गर्नुहुनेछ, स्कुलमा उपयोग गर्नुहुनेछ भने शुभकामना व्यक्त गर्दै र आउँदो दिनको तपाईँहरूको सफलताको कामना गर्दै यहाँहरूबाट म अहिले बिदा दिन्छु। धन्यवाद।